एउटा कुरा भन्छु है, कस्तो लाग्छ भन्नु होला साथीहरू। हामी छोरी मान्छेको बिहान पनि आफ्नो लागि भन्दा पनि परिवारको लागि सुरु हुन्छ जस्तो लाग्छ मलाई। बिहान उठ्ने बित्तिकै आफ्नो नित्य कर्म गई म भान्सातिर छिरेँ। मैले न्युरो केलाउन थालेँ, यसलाई ठुलो डौँडे पनि भनिन्छ। यता दुध पनि तताएँ, न्युरो काट्दैछु है केलाको। अनि आज त सधैँ जस्तै श्रीमान श्रीमती मिलेर न्युरो केलाउँदै गफ गर्दै गरिरहेको छौँ है। कामसँगै यस्तो सानो साथले पनि दिनको सुरुवात रमाइलो बनाउँदो रहेछ के साथीहरू। त्यसपछि बच्चाको टिफिनको तयारी गर्दै टिफिनमा चाहिने मरमसलाले पुगेन कि भनेर माया मिसाउँदै हाँस्दै खुसी हुँदै बनाउँदैछु। यता सलाद पनि काटेँ, यता सागको लागि अथवा न्युरोको लागि पनि तयारी गरिसकेँ साथीहरू। मेरो बच्चाको नास्ता चाहिँ रेडी हुँदैछ। यता दाल झान्ने तयारी पनि गरिसकेँ साथीहरू मैले यही बेलामा। मेरो बच्चालाई कागती मनपर्ने भएको भएर कागती नि काटेँ। अब टिफिन चाहिँ बच्चाहरूलाई मैले चाहिँ यसरी काटेर राखिदिन्छु, पिस पिस बनाएर बच्चाहरूलाई, ताकि स्कुलमा खान सजिलो होस् भनेर। यता बच्चाहरूले मिठो मुखले खाना खाइदिँदाखेरि आफूलाई पनि कस्तो खुसी लाग्छ। नानीको कपाल कोरिदिए, स्कुल जानको लागि तयार गराएँ। अनि यता स्कुल जाने बेलामा खजुर पनि दिएँ। अनि अन्त्यमा बल्ल आफूले खाना खाएँ। यही हो मेरो आजको बिहान। अलिकति हतार, अलिकति थकान, धेरै जिम्मेवारी र त्यसभन्दा धेरै माया साथीहरू।